तपाईको चुकुल सेवा चाहिँ मैले पनि लिएको छु, म पनि तपाईको ग्राहक हो, तर यसभित्र के छन्, यो कसरी चलाउने भन्ने विषयमा चाहिँ अलिकति विस्तृतमा जानकारीमूलक तालिम चाहिँ पाइएन कि पाइन्न कि के हो भनेर एकजनाले प्रश्न गर्नु भएको छ। होइन, हामीले फिजिकल ट्रेनिङ चाहिँ दिएको छैन होइन, तर यो चलाउन एकदम सजिलो छ क्या। पहिला एउटा साइन अप गर्नु पर्यो मोबाइल नम्बर हालेर होइन, अनि हजुरको मोबाइलमा ओटिपी आउँछ, सिस्टमभित्र लगइन हुन्छ, यहाँ हजुरले धेरै फिचरहरू देख्नुहुन्छ होइन। अब त्यसमध्ये अब यो डेली सिग्नल भन्ने एउटा पेज छ होइन। अब यो डेली सिग्नलमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो सिस्टमले अटोमेटिक बाइसेल सिग्नल जेनेरेट गर्छ। फाइनल्ली हजुरको अब्जेक्टिभ के हो भन्दाखेरि अब यो जति एनालाइसिस जे गरे पनि फाइनल अब्जेक्टिभ भनेको के हो, बाई ट्रिगर गर्ने अथवा सेल ट्रिगर गर्ने, किन्ने अथवा बेच्ने हो नि त होइन। भनेपछि अब यो हजुरलाई एसएमएसमा पनि आउँछ, इमेलमा पनि आउँछ, नोटिफिकेसन नै आउँछ, जस्तो हाम्रो सिस्टमबाट यो सिग्नल जेनेरेट भयो भनेर टक्क आउँछ। तब हजुर चाहिँ यहाँ डेली सिग्नलमा गएर क्लिक गर्ने होइन, आजको लागि के सिग्नल आएछ यहाँ हेर्ने होइन, सक्यो क्या। अब त्यसलाई एक्जिक्युट गर्ने नगर्ने चाहिँ हजुरको जिम्मा भयो। यो भयो डेली सिग्नलको विषयमा। अब यो सिग्नल जेनेरेट हुँदाखेरि यो प्रफिट टार्गेट अटो सेट भएर आउँछ होइन। जस्तो फर एक्जाम्पल एउटा कुनै कम्पनी हेरौँ, जस्तो ल एमएचएल भनौँ न होइन। अब यो एमएचएल जेनेरेट भएको चाहिँ 1/4 रहेछ होइन, जनवरी 4 359 होइन। अब यसले त्यो बेला जे गर्यो त्यो प्रफिट टार्गेट सेट गरेर दियो 410 होइन। त्यही टाइममा यसले के गरेर दिन्छ, हजुरलाई स्टप लस सेट गरेर दिन्छ, सकिहाल्यो होइन। अब त्यसपछि यो प्रफिट टार्गेट हिट भयो भने अथवा स्टप लस हिट भयो भने हजुरलाई के हुन्छ, अटोमेटिक चाहिँ नोटिफिकेसन आउँछ प्रफिट टार्गेट हिट। अब त्यो प्रफिट टार्गेट सपोज हिट भयो भने फर एक्जाम्पल अर्को कुनै कम्पनी होला होइन, जसको चाहिँ प्रफिट टार्गेट 2 हिट भएको छ होइन। जस्तो यहाँ होला कुनै ल यो छ कि हजुर यहाँ हेर्नु ल, जस्तो प्रफिट टार्गेट हिट भयो, यसको 16% रहेछ, प्रफिट टार्गेट हिट भयो होइन। यो प्रफिट टार्गेट हिट भएपछि चाहिँ सिस्टमले अटो त्यो बेलाको भोलाटिलिटी हेरेर चाहिँ अटो के गरिदिन्छ, अर्को प्रफिट टार्गेट जेनेरेट गरिदिन्छ होइन। अनि त्यसपछि यसले सँगसँगै ट्रेलिङ स्टप लस पनि त जेनेरेट गरिरहेछ होइन। ट्रेलिङ स्टप लस भनेको आजको दिनमा यो 36% प्रफिटमा रहेछ, 36-37%मा। ट्रेलिङ स्टप लस भनेको के भन्दाखेरि इफ अब यो पिएमएचपिएल भन्ने कम्पनी चाहिँ हजुरको 253 भन्दा तल आयो सपोज भन्यो भने एटलिस्ट 33% चाहिँ सबै बुक गर्नुहोस् अनि एक्जिट गर्नुहोस्। यो कन्सेप्ट चाहिँ यो होइन, सिम्पल छ एकदम चलाउनलाई पनि। अब बाई सेल सिग्नल पनि यहाँ हजुरले यसरी देख्नुहुन्छ, जस्तो यही कम्पनीको हेर्नुभयो भने यहाँ एकचोटि बाई सिग्नल आएर चाहिँ एउटा र्याली लियो, यहाँ फेरि बाई सिग्नल आयो, र्याली लियो, ट्रेन लाइन पनि ब्रेक भयो, स्टिल यहाँ सेल सिग्नल देखेको छैन होइन। अब सेल सिग्नल आयो भने यहाँ रेड एरो आउँछ, सेल सिग्नल भयो, हजुरलाई नोटिफिकेसन आउँछ, इमेल आउँछ, अलर्ट आउँछ। मेन यही हो। अब हजुरले चाहिँ फ्युचरमा चाहिँ इन्ट्राडेमा पनि बाई सेल आउँछ, अनि विकली भनेको विकली बेसिसमा पनि बाई सेल भनेपछि विकली अलि लङ्गर पर्सपेक्टलाई आउँछ। इन्ट्राडे चाहिँ हजुरको 7 दिनमा चाहिँ आफ्नो पोजिसन क्लोज गर्ने हिसाबले चाहिँ बाई सेल आउँछ होइन। इन्ट्राडे मोर रिस्की भयो, डेली कम रिस्की भयो। अहिले हाम्रो एक्युरेसी डेलीको यहाँबाट चुकुल पर्फर्मेन्समा गएर हेर्नुभयो भने यो आजकल बढिरहेछ। फेरि अस्तिको हजुरको यो जुन स्विङ थियो नि, योपालि चाहिँ अचम्मै भयो। 98% स्टकले चाहिँ सबैले के गरिदियो, प्रफिट टार्गेट हिट गरिदियो है। अब यो यहाँबाट हेर्नुहुन्छ हाम्रो एभरेज सक्सेस रेट 70% छ होइन। एभरेज रिटर्न इन इच ट्रेड चाहिँ 13% छ। यो डिसेन्ट रिटर्न हो होइन, अनि सक्सेस पनि डिसेन्ट नै मान्नुपर्छ है। अनिखेर इच ट्रेडमा चाहिँ हजुरले होल्ड गर्ने ड्युरेसन, एभरेज ड्युरेसन भने 29 डेजको चाहिँ यसले देखाउँछ है। यही नै हो मेनली चाहिँ होइन। अब अरू फिचर पनि छ, जस्तो कस्टम सिग्नल प्रो छ। अब यो चाहिँ अलिकति प्रो हुनुपर्छ, एटलिस्ट तपाईँलाई टेक्निकल नलेज हुनुपर्छ होइन। अब यहाँबाट चाहिँ फ्रेस सिग्नलहरू हजुरले आइडेन्टिफाई गर्न सक्नुहुन्छ। फर एक्जाम्पल हजुरले चाहिँ
सुपर ट्रेन्ड भनौँ न, धेरैले यो पनि युज गर्छन् सुपर ट्रेन्ड। अब यो सुपर ट्रेन्ड 10 र 3 लगाएर डिफल्ट भ्यालु जेनेरेट हुन्छ होइन, रन मोडल गर्यो डिफल्ट भ्यालु जेनेरेट हुन्छ। अब तर डिफल्ट भ्यालुमा मलाई स्क्यानिङ गर्नु छैन भन्यो भने जस्तो यहाँबाट हजुरले चाहिँ यहाँ इन्डिकेटर लगाउँ होइन, यहाँ इन्डिकेटर लगाउँ सुपर ट्रेन्ड। यहाँ हेर्नु त अब यसको डिफल्ट भ्यालु के छ भन्दाखेरि डिफल्ट भ्यालु 10 र 3 छ, इनपुटमा हेर्नु 10 र 3 छ। अब 10 3 हुँदा यस्तो भयो होइन। अब यसलाई अलिकति चेन्ज गर्यो भने कस्तो हुन्छ भने 10 र 2 गर्यो भने यो के हुन्छ, मोर रेस्पोन्सिभ हुन्छ। हेर्नु है त, यो अलि माथि गयो नि त। अब यो 10 र 2 मा एक्जिट गर्ने कोही हुनुहुन्छ कि होइन। अब अझ एकदम त्यो क्विक गर्नेहरूले चाहिँ अब यहाँ यो 10 र 1 गर्नुहुन्छ होइन। 10 र 1 ले त सेल दिइसकेको छ होइन। 10 1 एकदम रेस्पोन्सिभ हुन्छ, बाई पनि एकदम रेस्पोन्सिभ यहाँ हेर्नु त होइन, सेल पनि एकदम। अब यो चाहिँ टु रिस्की हुन्छ 10 र 1 चाहिँ होइन। नर्मल्ली मान्छेहरूले के युज गर्छन् 10 र 2 भनेपछि अब यहाँ गएर चाहिँ 10 र 2 को बेसिसमा चाहिँ अब त्यो नेप्से हेरेर त किन्ने बेच्ने कुरो भएन। अब 10 र 2 मा चाहिँ कुन बाई आयो अथवा सेल आयो यहाँबाट रन गरेर होइन मजाले स्टक निकाल्न मिल्छ। जस्तो अहिले केही देखिया छैन डेलीमा, आवरलीमा देखिया छ कि होइन, आवरली बेसिसमा हेरौँ। अब आवरली गर्ने भने 12 बजे रन गर्नु पर्यो, 1 बजे रन गर्नु पर्यो, 2 बजे रन गर्नु पर्यो होइन। अब आवरलीमा पनि देखिया छैन, हाफ आवरलीमा पक्कै देखिया होला किनकि मार्केट घटिरहेछ, सो बाई नदेखेको होला। यता सेल त देखिरहेको होला होइन, यहाँ सेल त देखिन्छ होइन। अब बाहिर सेल त्यसरी देखिन्छ। अब मेनली यो दुईवटा फिचर चाहिँ राम्रो छ होइन। प्राइस एक्सन सिग्नल चाहिँ हामीले अब यहाँ अहिले देखाउनु भन्दा नि मेनली इन्स्टिट्युसनहरूलाई बनाएको एउटा प्याकेज हो, एकदम राम्रो छ। धेरैले वर्ल्ड वाइड फलो गर्ने एउटा जुन मेथड छ त्यो मेथडको बेसमा चाहिँ हाम्रो त्यो अल्गोरिदम डेभलप भएको छ, त्यो प्राइस एक्सन सिग्नलबाट चाहिँ जेनेरेट हुन्छ।